हाई एभ्रिवान, गुड मर्निङ बुढा। पटेल चाहिँ जाडै हुन्छ साथीहरू होइन। टाइम चाहिँ यहाँ हेर्नु 3:22 गयो बिहानको होइन। अनि म चाहिँ यहाँनिर पटेलको लागि रोटी रेडी गर्दैछु। बाटोमा के हो यो बाटो रोटी खसेको बाटोको लागि होइन गर्नु 3:22 रोटी। यो चाहिँ मैले फिजारेर किन राखेको भने चिसो हुन्छ भनेर होइन। बाटो त फेरि हुँदैन नि त। हेर्नु सक्नुहुन्छ सब्जी पनि अनि आमको अचार पनि राखिदिएको छु बाटोमा खानको लागि होइन। किनकि पटेलले चाहिँ यस्तो सफर गर्दाखेरि चाहिँ घरकै खाना लैजाने गर्नुहुन्छ। स्टोर लैजानु लगाएको साथीहरू। स्कुटी पटेलले चाहिँ स्कुटी लगेर जानुहुन्छ आधा बाटोसम्म। किनकि देउरबाबु थानमा जानुहुन्छ होइन। उहाँदेखि चाहिँ फेरि लिएर आउनुहुन्छ उहाँले। बाई अनि साथीहरू होइन ह्याप्पी नवरात्र। आज चाहिँ नवरात्रिको डे 2 हो होइन। पटेल चाहिँ हिजो जानुभयो। मैले हिजो र आजको भिडियो चाहिँ जोडेको हो। छोटो भयो त्यो भिडियो त्यही भएर, किनकि यो भिडियो मेरो युट्युबको लागि। अनि साथीहरू आज चाहिँ म चाहिँ नवरात्रको पुरा 9 दिन मेरो व्रत हुन्छ। त्यही भएर बाबुहरू मात्र छ घरमा होइन। बाबुको लागि चाहिँ केही सर्टकट हल्का फुल्का बनाइदिन्छु भनेर चाहिँ बनाउँदैछु होइन। अब के बनाउने हो थाहा छैन। अनि बाबुलाई पनि नुहाउनु छ साथीहरू, त्यही हो। अब म चाहिँ बाबुको लागि बनाएको केही ल लु साथीहरू। बाबुको लागि चाहिँ मैले यो खिचडी बनाउने डिसाइड गरेँ। पुलाउ खिचडी होइन। यो चाहिँ यसमा चाहिँ चामल पनि कम, रातो दाल पनि कम, आलु और गाजर चाहिँ ज्यादा छ होइन। यो चाहिँ बच्चाहरूको लागि एकदम हेल्दी पनि हुन्छ होइन। अनि सर्टकट पनि मलाई चाहिँ। अनि मेरो बाबु चाहिँ मन पनि पराउँछ नि त यो वाला। सो म बनाउँदैछु। अनि त्यही हो साथीहरू। अब सिम्पल बनाउनुपर्छ होइन। हाम्रो घरमा चाहिँ नवरात्रभरि उस पनि खाँदैनौँ कि हामीहरू, लसुन प्याजहरू पनि खाँदैन। मेरो त के फास्ट छ होइन। कम हालिदिन्छु। के पो भन्दै थियो हौ म। नवरात्रभरि लसुन प्याज पनि खाँदैन कि हाम्रो घरमा। सो बाबुले पनि खिलाउँदैन हामीहरू होइन। बहुत कम पो भयो त। अया यो घिउ चाहिँ नि साथीहरू नेपालबाट ल्याएको भैँसीको घि। यस्तो राम्रो खुसबु आउँछ किनकि हाम्रो घरको हो नि त। आमाले बनाएको एकदम मिठो खुसबु आउँछ। मुल्ठो र जिरा मात्रै लगाइदिएँ है। किनकि कालो देख्यो भने फेरि खाँदैन नि त। त्यही भएर हो साथीहरू।
एकचोटिमै ड्याङ्गै लागिहाल्छ यो। अनि कि बाबुले नुहाइदिनु भनेर चाहिँ मैले यहाँनिर पानी गरम गर्दैछु रडमा है त। साथीहरू होइन, हजुरहरूले चाहिँ यो एउटा कुरा नोटिस गर्नुभएको छ कि छैन हजुरको लाइफमा, डेली लाइफमा होइन, जुन दिन बिहानै उठेर सबै काम गरिसकिन्छ नि त, झाडु पोछा सबै घाम नझुल्किँदै काम गरिसकिएको हुन्छ, तब काम गर्न मन लाग्छ कि अनि त्यति बेला पुरा जोसमा आइरहन्छ, ल कपडा पनि धुइहाल्छ, खाना पनि पकाइहाल्छ, घर सफा चटर चुटर सबै गरिहाल्छ होइन। अनि जुन दिन अलि 8-9 बजे उठ्नुपर्छ होइन, आज त काम छैन अलि ढिलो उठ्छु भन्नुपर्छ, त्यो दिन त अब आज त म पोछा पनि लगाउँदैन होइन, झाडु मात्रै लगाउनु छ, कपडा पनि धुनु छैन भन्नुपर्छ, त्यो दिन फेरि काम गर्नै जाँगर लाग्दैन साथीहरू। अब मेरो आज त्यही भएको छ, अलि ढिलो उठेँ, पूजा गरेँ होइन, त्यसपछि म खालि मोबाइलमा झुन्डेछु, कता गएको छु, कता भुलेको छु, कता गएको छु, कता भुलेको छु, त्यस्तै भएको छ। अनि बाबुले नुहाइने भनेर अघि नै पानी गरम गरेको मेरो साथीसँग बोलेँ नेपालमा, अनि त्यसपछि फेरि त्यो पानी चिसो हुनु पनि लाग्यो होला, अब चाहिँ नुहाइदिन्छु म बाबुलाई है त। यो साथीहरू जागरै लाग्दैन पो त के भएको। साथीहरू हेर्नुभयो पानी चिसो हुन आँटेर हो। बाबुको लागि चाहिँ आज नुहाइछु, पहिल्यैदेखि नुहाइदिने भनेको है, 3-4 दिन भयो बाबुले ननुहाएको, किनकि उसो गर्थ्यो कि बाबुले फिभर आएको थियो होइन, त्यही भएर चाहिँ मैले नुहाइदिएको थिएन। आज चाहिँ पुरा कपडाहरू हेर्नु धोएको कपडा हो यिनीहरू चाहिँ। अनि हेर्न सक्नुहुन्छ हजुरहरूले मेरो कारनामा, यो अया लड्यो, यो भर्यो पुरा खाडी राखेर कि भर्यो भने बल्ल धुन्छु पो त म त, अलि छुटुक धुँदैन म त है। अनि बाबुको कपडा निकाल्नु पऱ्यो साथीहरू, गाह्रो छ अब यहाँनिर पनि कपडा खोज्नुपर्छ साथीहरू, ट्याक्क भेटिन्छ र बडा। साथीहरू कफी पिँदै वेब सिरिज हेर्दैछु, ताली हेर्नु होला हजुर पनि, दामी छ दामी है त, टाइम पास गर्नै पर्यो, के गर्नु र। ओए बाब्रे बाबु है, अच्छा दिदी आउनुभएको छ साथीहरू यहाँ बस्न टाइम पास गर्न। दिदी पनि नानीसँगै एक्लै हुनुहुन्छ होइन, म पनि यहाँ पनि यहाँको बुढा पनि ड्युटीमा होइन, त्यही भएर बोरिङ हुनुहुन्छ, यो बिहेको फोटो देखाउँदै हुनुहुन्छ आफ्नो। हाई दिदी, हेलो। अनि चाहिँ यहाँनिर हेर्न बाबु गफारी बात गर्ने हो। यति भन्दै मेरो भिडियोलाई यही समाप्त गर्छु। अब अर्को भिडियोमा भेटौँला होइन साथीहरू। अब चाहिँ मैले यिनी फुलहरूमा पानीहरू राख्छु अनि पूजासुजा यताउता हुन्छ अब मेरो काम भने। हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। ओके बाई बाई, फेरि भेटौँला।